म अस्ति यहाँबाट आएको यताबाट आएको म फेरि ऊ यताबाट ऊ त्योबाट निस्केको हो क्या तिमीलाई मैले उताबाट हिँड भनेको न केही गर्दैन नि अब पुरै भ्याइसकेको घाँस छ ल गाइज हामी चाहिँ आज एक दिन तालिममा हिँडेको छौँ है के को तालिममा थाहा छैन मलाई चाहिँ कता कति मैले चाहिँ फेसबुकमा यसो स्ट्याटसमा मैले हाम्रो सहकारी महिला सहकारी संस्थाबाट चाहिँ एउटा पत्र देखेको थिएँ अनि त्यही भएर चाहिँ हामीले नाम लेखाएर अनि चाहिँ यसो केही हुन्छ कि भनेर आएको के सिक्नलाई अब के कस्तो हुन्छ थाहा छैन अब गएर के कस्तो सिक्ने हो अब गएर ल गाइज हामी चाहिँ सहकारी संस्थाभित्र आइसक्यौँ भित्र जान्छौँ ल गाइज हेर्नु हामी भवनभित्र आउँछौँ जब मैले हामीलाई फर्की हेरेछ अनि सुमित्रा म्याडमको स्पिच सुरु भइसकेको छ हामी 5-10 मिनट ढिलो भएको रहेछौँ पिताले मलाई किन ढिलो आएको भन्दै छिन् ल अब हामी चाहिँ हाम्रो ग्रुप चाहिँ लास्टमा पछाडिपट्टि चाहिँ हाम्रो ग्रुप चाहिँ हाम्रो ग्रुप हो है यहाँ चाहिँ ग्रुप मिलेर सिक्नुपर्ने रहेछ माथि हेर्न गयो हामीले समिति गठन गरेका छौँ जसको संयोजक तथा यो तालिमको अध्यक्षता ग्रहण गरिदिनु हुनको लागि म चाहिँ यस संस्थाको पूर्व अध्यक्ष तथा हालको विशिष्ट सेवा गरिदिनु हुनको लागि म रानुका भण्डारीज्यूलाई हार्दिक बधाई दिन्छु त्यसै गरी प्रशिक्षणको भूमिका निर्वाह गर्नको लागि म प्रभा गेवालीज्यूलाई हार्दिक अनुरोध गर्दछु त्यसै गरी प्रशिक्षणले भूमिका निर्वाह गरिदिनु हुनको लागि कुष्मा पुञ्ज्यूलाई म हार्दिक अनुरोध गर्दछु त्यसै गरी प्रशिक्षणले भूमिका निर्वाह गरिदिनु हुनको लागि हाम्रो कर्मचारी पार्वता ढुङ्गानाज्यूलाई पनि म हार्दिक अनुरोध गर्दछु त्यसै गरी प्रशिक्षणले भूमिका निर्वाह गरिदिनु हुन मैले एकजना नाम ठ्याक्कै बिर्सेँ प्रेम माया छेत्रीज्यूलाई पनि म हार्दिक अनुरोध गर्दछु उहाँहरू 5 जनाको टोलीले पक्कै पनि यहाँहरूलाई यो तालिमलाई पक्कै सहज रूपमा ठ्याक्कै सिकेर जानुहुनेछ भन्ने मैले अनुरोध गर्न चाहे उहाँहरूले त हामी 2 घण्टामा पर्फेक्ट बनाएर पठाउँछौँ भनिरहेको छ अब उहाँहरूले बनाउन सक्ने हजुरहरू पढ्ने कि नपढ्ने त्यो उहाँहरू र हजुरहरूको बिचमा छ भन्ने अनुरोध गर्दै यहाँ उपस्थित सम्पूर्णलाई म यथास्थानमा आसन ग्रहण गर्न अनुरोध गरेँ हाम्रो संस्थाका सञ्चालक कविता थारूज्यूलाई पनि आसन ग्रहणको लागि म अनुरोध गरेँ त्यसै गरी हाम्रो यहाँ जो सञ्चालक हुनुहुन्छ उपसमितिहरू हुनुहुन्छ सल्लाहकारै हुनुहुन्छ यहाँ हाम्रो शाखा लम्सार दिदी मैले देखिरहेको छु मैले यहाँ भुलचुक लिने भने जस्तै हाम्रो हिरा बुढाथोकी गीता मन्दै यहाँ अगाडि हुनुपर्छ हेरेकै छुइनँ उहाँ पनि सञ्चालक समितिको सदस्य त्यसै गरेर सम्पूर्ण उपस्थिति आजका सहकर्मी सहजकर्ता म्याडमहरू र सहभागी साथीहरूलाई चाहिँ एकमुष्ट रूपमा आफ्नो तर्फबाट र संस्थाको तर्फबाट स्वागत गरिदिनु हुनको लागि म संस्थाका उपाध्यक्ष तुलसी घुम्रेज्यूलाई अनुरोध गर्दै सम्पूर्णलाई पुनः आसन ग्रहणलाई चाहिँ स्वीकार दिनु होला मैले नाम छुटाएको छु काली ल हाम्रो अध्यक्षज्यू लगायत 5 हाम्रो यो आजको कार्यक्रमको समय जम्मा 2 घण्टाको छ 2 घण्टामा हामीले कति सिकिन्छ त्यही अनुसारले हजुरहरूले उता हेरेर कि पहिला
मेरो यो फर्स्ट राम्रै राखेर मेरो ल गाइस हाम्रो चाहिँ अब यो आजको एक दिने धूप तालिम पनि समाप्त हुन आँटिसक्यो। अनि यहाँ चाहिँ दुर्पति यो चाहिँ उषा दिदीले गराएको, अनि यो चाहिँ दुर्पति मल्लले गराएको, यो केदातीले, अब यो चाहिँ मजातीले, अनि त्यसपछि वहाँ सबै साथीहरूले यो आन्टीले कस्तो हँसानु भयो हामीलाई। यो आन्टी हाम्रो कुरा सुनेर हाँस्नु भयो। हो र अब किताब मलाई तपाईँले चिन्नु भयो। आन्टी चिनाइदिनु त। घर जाने बेला मैले एकछिन पछि गेटमा उभिएर अनि धुप बनाएको यो मेरो धुप हो। धागो उठ्दैछ के धागो यो दिदी उषा दिदी यो सबै गरेर खुलाउनु त। मेरो 4वटा भयो, 4 5 5 6 7 8 9 10 दुईटा कहाँ छ? एक्स्ट्रा छ दुईटा। एउटा हो होइन कि यो फेकेर गराएछु मैले। अझ एउटा 6वटा गराएँ मैले। 6वटा अझ एउटा गराउनु दिदिएन? लटपट एउटा गराउनु होइन, योसँग पुगेन, अझ एउटा चाहियो के? एउटा कसैको फालिएको छ। ए त्यो रहेछ, एउटा बनाइदिनु त। एउटा
नास्ता पनि आइसक्यो अघि चिया खाइ अब चाहिँ नास्ता थ्याङ्क यू अघि चिया भ्याइयो अब नास्ता यति धुप बनाएको चिया नास्ता हाम्रो आजको कार्यक्रम पनि भ्याइयो समाप्त भयो भ्याइयो आजको तालिम बाई बाई हाम्रो चाहिँ लास्टमा सबै तालिम एक दिने धुप सिकेको जाउँ म एउटा भिडियो